नमस्कार। हरिओ नगरपालिकामा पर्ने अत्रौली गाउँमा रहेको मानेको यो गेट चाहिँ भर्खर निर्माण भइरहेको रहेछ। यो मानेमा चाहिँ मङ्सिर पूर्णिमाको बेलामा चाहिँ सालमा एकचोटि मेला लाग्थ्यो। हामी यो मेलामा धेरैचोटि गएका थियौँ। खूब रमाइलो मेला हुन्थ्यो। यहाँ धेरै गाउँबाट चाहिँ यो मेलामा सहभागी हुन्थ्यो। मेला भनेपछि यस्तै हो, जुवा तास अनि होटलहरू पसलहरू, तास खेल्ने, खटखटे खेल्ने, धेरै मान्छेहरू सहभागिता हुन्थ्यो यस मेलामा चाहिँ। र हामी पनि सहभागी हुन्थ्यौँ यस मेलामा। खूब रमाइलो हुन्थ्यो। त्यही मानेको दृश्य आज मैले लिएको छु, यहाँहरूले हेरिदिनु होला। यहाँ चाहिँ चौडी थियो, अहिले खोलाले पनि काटिदिए नजिक आइसकेको रहेछ। त्यही चौडीमा चाहिँ मेला लाग्ने गर्थ्यो र धेरै टाढा टाढादेखिको मान्छेहरू आउँथ्यो यो मेलामा। सात दिन लाग्थ्यो, रमाइलो हुन्थ्यो। यो माओवादी द्वन्द्वकालमा चाहिँ यहाँ एकजना व्यक्तिको मृत्यु भएपछि गोली हानेर मारेपछि चाहिँ अनि त्यो मेला आफसे आफ बन्द भयो। त्यहाँदेखि मेला लाग्न सबै ठाउँतिर करिब बन्द नै भयो। हालसम्म पनि त्यो ठाउँमा मेला चाहिँ लाग्न सकेको छैन। हस्त यही जानकारी र छोटो भिडियो।